हामी चाहिँ स्विजरल्यान्ड पार्कबाट माथि लगभग 2.5 किलोमिटर माथि इन्द्रदह हुँदै कालुपाण्डे पार्क आसपास आइपुगिसकेका छौँ। आज ग्याल्पो लोसारको आसपासमा हिजो ग्याल्पो लोसार थियो। आज शनिबार हाम्रो सपरिवार ग्याल्पो लोसारको अवसर पारेर एउटा पिकनिक जस्तो अवसर जुटाएर चाहिँ काठमाडौँबाट एकदम नजिकै रमणीय स्थल स्विजरल्यान्ड पार्क, त्यसपछि हजुरको एकदमै रमणीय स्थलमा आइपुगेका छौँ। एकदम छोटो मिठो दृश्य साथीहरू तपाईँलाई पनि यो ब्लग मार्फत जानकारी गराउँदैछौँ। इन्द्रदह साथीहरू, इन्द्रदह आइपुग्न लागेको अवस्था छ। हेलो चुज, यु वान्ट से समथिङ? यो चाहिँ हामीले एउटा ऐतिहासिक पनि एउटा धार्मिक पनि हजुर काठमाडौँबाट नजिकै रहेको हो रामकोटको डाँडामा इन्द्रदह हजुर र काजी कालुपाण्डेको समाधि स्थल हजुर पुगेछौँ। र हाम्रो यो बुद्धिस्ट निवा धर्मको ग्याल्पो लोसारको उपलक्ष्यमा चाहिँ हाम्रो सानो एउटा भेटघाट घुमघामको उपलक्ष्यमा चाहिँ अहिले हामी चाहिँ ठ्याक्कैसँगले इन्द्रदह पुगेछौँ। हो ल भाइ ल हजुर आउनु सँगसँगै जाउँ, ल यात्रा सँगै गरौँ। र हस्, यो थ्याङ्क यू इन्द्रदह चाहिँ हजुर। एउटा पौराणिक हजुर धेरै कुराहरू पनि छ यो भित्र, तर हो मैले बुझेसम्म चाहिँ हजुर पृथ्वीनारायण शाहले चाहिँ हजुर कीर्तिपुर आक्रमण गर्दाखेरि हो 2 चोटिसम्म असफलता प्राप्त हुँदाखेरि हजुर तेस्रो चोटि चाहिँ हजुर यहाँ मनोकामना मन्दिर पनि छ सामुमा। हजुर मनोकामना भागेर तेस्रो चोटिमा चाहिँ हजुर यहाँ भागेर जाँदाखेरि चाहिँ कीर्तिपुरमा सफलता प्राप्त गरेको हजुर र दोस्रो चोटि असफलता हुँदाखेरि तेस्रो चोटिमा चाहिँ काजी कालुपाण्डेले पहिला नै सपनाबाट चाहिँ के प्राप्त भएको थियो अरे भने हजुर मेरो अन्त्य चाहिँ पक्कै हुन्छ, हो तर विजय चाहिँ हासिल गर्छौँ हामीले। हजुर र हामीले विजय हासिल गरेर म मरेँ भने मैले चाहिँ गोर्खा दरबार र मनासलु हिमाल देख्ने गरेर मेरो समाधि बनाउनु भनेकोले यहाँनिर चाहिँ समाधि पनि भएको हजुर मैले बुझेको चाहिँ छु। ओके, थ्याङ्क यू जानकारी भनेर मेरो यो भने जानकारीको लागि धेरै धेरै धन्यवाद हजुरलाई। सबै साथीहरूलाई देखाउन चाहन्छु। यो चाहिँ इन्द्रदह हजुर, यो चाहिँ इन्द्रदह हो। खास गरी अहिले दह चाहिँ खास त्यति पानी चाहिँ देखिँदैन र अरू भक्तजनहरू पनि हुनुहुन्छ। कालुपाण्डेकोमा चिया खानु जाउँ है। तसिदिले कालुपाण्डेकोमा चिया खानु निम्तो छ। उमै हो।